जोजोला पापासपी आजको हाम्रो च्याप्टर छ चप्पल खाने। अब एउटा मान्छेले भन्छ म तिमीलाई चुम्बन गर्न चाहन्छु। जी छन् त चुप्पा या मासे हो। जी छन् त चुप्पा या मासे हो। अब यसको रिप्लाई नेगेटिभ पनि हुन सक्छ, पोजिटिभ पनि हुन सक्छ। अब हामी आजको च्याप्टरमा चाहिँ नि नेगेटिभ एन्सरको बारेमा बुझौँ है त। अब कसैलाई मन परेन भने उसले यस्तो भन्न सक्छ, के भनेको? छु दया? छु दया? छु भन्नाले के हो? दया भन्नाले भनेको भन्न खोजेको हो। अब रिप्लाई आउँछ चप्पल खाने भनेको चप्पल नेउ त यौला तयौला। चप्पल नेउ तयौला। नेउ अर्थात् खाने भन्न खोजेको हो, तयौलाको अर्थ भनेको भन्न खोजेको हो। त्यस्तै अर्को एन्सर गालामा चप्पल छाप राखिदिनु पर्यो। नेताले चप्पल छाप तया तया बी माल ला। नेताले चप्पल छाप तया बी माल ला। यो नेता भन्नाले गाला हो, नेताले भन्नाले गालामा, तया बीको अर्थ राखिदिनु हो, माल ला भन्नुको अर्थ चाहिँ नि पर्यो भन्न खोजेको हो। अब कसैलाई मेरो जुत्ता देखेको छ भन्नु पर्यो भने जिगु ला खो ला। जिगु लाका खो ला। लाका अर्थात् जुत्ता, खला अर्थात् देखेको छ, ख भन्नाले देखेको भन्न खोजेको हो। त्यस्तै गरी कसैलाई रिसाएर मार्नु पर्यो भनेर रिप्लाई गर्दाखेरि नेपाल भाषामा यसरी भन्न सकिन्छ स्या स्या मा ला। स्या माला। स्या भन्नुको अर्थ चाहिँ नि मार्नु भन्न खोजेको हो। त्यस्तै गरी मारिदिन्छु भन्नु पर्यो भने चाहिँ नि स्याना बी। त्यस्तै गरी नमार भन्नु पर्यो भने स्या मटे भनिन्छ। त्यस्तै गरी मर्न नसकेको भन्नु पर्यो भने जो क म नि म। आज तपाईहरुको लागि मैले फ्री इबुक पनि ल्याएको छु। त्यो फ्री इबुक कसरी पाउने भन्ने कुरा म यहाँ भन्छु। अब फ्री इबुक पाउनको लागि गुगलमा जानु होला। गुगलमा लर्न नेवारी विथ आकाश गर्नु होला। त्यसपछि सर्च गर्नु भइसकेपछि एउटा वेबसाइट आउँछ agentaakash.com/ यसमा क्लिक गर्नु होला। यो वेबसाइट खुल्छ। यो वेबसाइटको यतापट्टि पनि हेर्न सक्नुहुन्छ लर्न नेवारी विथ आकाश भनेर। यो पेज हो कि होइन कन्फर्म गर्नलाई यसरी त्यहाँ हेर्न सक्नुहुन्छ। त्यसपछि यो पेजको सबभन्दा लास्टमा यहाँ जानु होला। यसमा फेसबुक पेज छ, यसमा क्लिक गर्नु होला। यो पेज लाइक र शेयर गर्नु होला। यो पेज लाइक गरेर यहाँ भएको कुनै पनि कन्टेन्ट तपाईलाई कुन चाहिँ मन पर्छ, यतापट्टि पुरानो कन्टेन्टहरु कुन चाहिँ मन पर्छ त्यो आफ्नो वालमा अथवा ग्रुपमा शेयर गरिदिनु होला। त्यसपछि हामीलाई फ्री इबुक भनेर मेसेज गर्नु होला। त्यसपछि हामी तपाईलाई पीडीएफ फर्मेटमा पठाइदिन्छौँ, जुन मोबाइल अथवा डेस्कटप अथवा ल्यापटपमा हेर्न सकिन्छ। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। त्यस्तै गरी यो अब कुनै मैले यस्तो सेन्टेन्सहरु छुटाएको छु, तपाईले यो सेन्टेन्सको अर्थ बुझ्न पाए हुन्थ्यो जस्तो लागेको छ भनेदेखि चाहिँ नि हामीलाई यही पेजमा मेसेज गर्न सक्नुहुन्छ। हामीले तपाईहरुको कुनै जस्तो सेन्टेन्सहरु आयो, अहिलेको करेन्ट च्याप्टरसँग अथवा प्रिभियस च्याप्टरसँग रिलेटेड कुनै सेन्टेन्सहरु आएको छ भनेदेखि हामी त्यसलाई एउटा भिडियो बनाएर अपलोड गरिदिन्छौँ। थ्यांक यू। शुभ